यो आमा छोरीलाई जत्तिखेरै मोबाइलमा झुन्डिराख्नुपर्ने भनेर कराउँदै तल झर्दै थिएँ। मेरो आवाज सुन्ने बित्तिकै हत्त नपत्त नानीले डान्स गरेर देखाउन थालिन् मलाई। यसो साइडमा हेरेको त मनिषा र रुबिना खाँदै रहेछन्। माया दिदीलाई, माया दिदी आज के पाक्दैछ भनेर सोधेँ। अनि माया दिदीले, ज्वाइँ आज हजुरलाई लोकल कुखुराको मासुसँग कोदोको ढिँडो खुवाउने हो भन्न लाग्नुभयो। अनि सबै नानी बाबुहरू पनि आज त ढिँडोसँग लोकल कुखुराको मासु खाने हो भन्दै रमाएर पुरै डान्स देखाउन थाले है। अनि सबै आफआफ्नो पारामा। अनि मनिषाले चाहिँ ल पुसाजु रेडी भयो, अब यो ढिँडो अनि यो कुखुराको झोल साग अचारसँग कस्तो कस्तो स्वाद आउँदो रहेछ, ल एकचोटि चाखेर हामीलाई पनि बताउनु त भन्न थालिन्। अनि फेरि हेर्दाखेरि नै खाउँ खाउँ लाग्ने है। साइडमा कागती पनि राखिदिएको छ। अनि यो मोहीको डब्बा चाहिँ मैले नै सिद्धा हो कि। अनि त्यसपछि ओहो, अनि उता अनुष्कालाई पनि है एउटा प्लेटमा हालिदिनु भयो। अनुष्का पनि आहा भन्दै थिइन्। अनि अनुष्काले त ग्वामका ग्वाम म त खाइहाल्छु, मलाई त लास्टै खान मन लाग्यो भनेर सुरु गरिहालिन्। अनि त्यसपछि अनुष्कासँग खान सिक्नुपर्ने रहेछ। हेर्नु त कस्तो मजाले खाएकी यो नानीले। अनि त्यसपछि यता मनिषाले पनि ओहो कति मिठो भएको भनेर औँलै चाट्न थालिन्। अनि त्यसपछि त ओहो सबैजनाले ल ल हामी पनि खान्छौँ भनेर हतारिन थाले। अनि त्यसपछि यता दिदीले पनि ल ल ल अब खान सुरु गर्नुपर्छ है, सबैले तातो भन्न लाग्नुभयो। अनि त्यसपछि यता रुबिनाले चाहिँ खै खै म पनि खानु पर्यो, ल टेबललाई अलिक सार्नु पर्यो भन्न थालिन्। अनि त्यसपछि यतापट्टि मेरो त अब यी खानाको परिकार नै छुट्टै छ। उता साइडमा मोही छ होइन, अनि हरियो साग होइन, आफ्नै करेसाबारीको साग, अनि लोकल कुखुराको मासु र झोल आहा हा हा डोब्दै ग्वामका ग्वाम खान कस्तो मजा आउँछ होला। मलाई त भोलि त बाहुबलीको जस्तै पावर आउँछ जस्तो लागिरहेछ यो कोदोको ढिँडोले गर्दाखेरि। अनि सबैजना हामी फ्यामिलीहरू बसेर कस्तो रमाइलोसँग हामीले खाना खायौँ। सबैजना कति रमाइलो भयो। हिजो सङ्क्रान्ति भन्दा पनि आज झन् रमाइलो भयो। सबैले जिब्रो पड्काएर आहा कति मिठो है अचार भन्न लाग्नुभयो। अचार चाहिँ के को थियो थाहा छ? टमाटर र तिलको अचार थियो है साथीहरू। अनि अब आफूले मात्रै खाएर त भएन, तपाईँहरूलाई पनि बताउनै पर्यो। अनि तपाईँहरूले पनि यस्तै गरी फ्यामिलीसँग बसेर आनन्दले रमाइलो गरेर खानु होला है त। धन्यवाद।